यहाँ पो मेरो नाक काट्न लारहेछ। अब यहाँ कराउँ भने दुनियाँले थाहा पाउने भए, थाहा नपाएकोले नि पाउने भए। यसलाई घर मात्रै आओस् न, खै मैले जानेछु। केटी पाइयो नि यहाँ, त्यही भएर तँलाई फोन हानेको हो। ल ल ढिलो नगर, शुभ कार्यमा ढिलो गर्न हुन्न, छिटो आइज। ल ल ल दाइ, तपाईँ त्यो ट्याटक्क त्यो डाँडोको त्यो माने भन्ज्याङमा बस्नु, म त्यहीँ आएँ। ल ल ल यति वर्षी चाहिँ घुरान दाइको चाहिँ बिहा हुने भयो। अब दाइले बिहेको कुरो गर्न ल्याउनु भएको, म त तिमीलाई पर देख्ने बित्तिकै झ्याप्पै मन पराइसके। तिमी भित्र म त डुबुल्की मारिसके। बरु तिम्रो विचार के छ? म पनि राजी खुसी छु। बाहिर आऊ त बा, बाहिर आऊ। मेरो साथीले अनार हेर्ने अरे। ल चार पाँच दिन भइसक्यो। आधी भाडा जुठेल्ना छन्, आधी भित्र छन्। हेत्तेरिका, लाइभ बस्ने पनि ढिलो भइसक्यो। मोबाइल पनि यहीँ राख्नु पर्यो, मेकअपको सामान यहीँ राख्नु पर्यो सबै। बरु बुढा चाहिँ कहाँ गएछन्? ए भाडा धुन लागेछन्। ठिक छ बुढा, भाडा धु। अब म लाइभ बस्छु। लाइभ भनेको वाहन बिहारेर सुख पाइएला, मिठो मिठो खाना पाइएला, घर सफा सुग्घर होला भनेको। सुहानी ल्याएको पिँढी बसेर अनुहार मात्रै पोतियो छे, भाडा माग्नु छैन, घर कसेर लाउनु छैन। मेरो भाग्य। डबल ट्याप ट्याप गर्नुहोस् है सबैजनाले। कोही पनि आउँदै जाँदै नगर्नु होला। ए बिजुला, बिजुली, यो भाडा माझ न, यो बिजुली चम्काउने चम्काउँथ्यो यो थाल आउ त। कति त्यहाँ पिँढिया बसेर मोबाइल मात्रै चलाउँछौ, यसो लुडो चलाउ त। ल आउ त। बुढा लाइभ बसेको देखेनौ? त्यति घरको धन्दा त तिमीले गरे नि हुन्छ नि। लाइभबाट कति पैसा कमाएर आएको छु मैले। ल गाइस, डबल ट्याप ट्याप गर्नुहोस्, डबल ट्याप ट्याप। एकछिन ट्याप 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 भन्न। तेरो ट्याप ट्याप अहिले मैले के हाल्छु? काम भनेपछि त फिटिङ नगर्ने होइन। कस्ताले पाएका छोरी रहेछन् गाँठे, संस्कार भनेपछि केही छैन। बुढालाई चाहिँ छिटो भाडा मार्न लाएर हुन्छ। ल गाइस, ट्याप 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 डबल ट्याप ट्याप गर्नुहोस् है। फुल्ले हान्नुहोस्, फुल्ले। 3 दिनको भाडा माझिसक्यो, अझै फुल्ले हान्ने तँलाई? फुल्ले फुल्ले हान्नुहोस्, होइन क्यारीको बुढा यो क्यारीको देखिन तँलाई फुल्ले हानेको। फुल्ले टाउकोमा। डबल ट्याप ट्याप है गाइस, डबल ट्याप ट्याप। ल यसलाई बिले बिलाए। डबल ट्याप ट्याप फुल्ले हान्नुहोस्, डबल ट्याप ट्याप गर्नुहोस् है सबैजनाले। आउँदै जाँदै कोही नि नगर्नु। फुल हान्नुहोस् है, फुल। डबल ट्याप ट्याप लाइभ सेयर गर्नुहोस् सबैजनाले। डबल अलि सुन्दैन क्या, यसो चर्को बोल्नुहोस् त। लाइभ सेयर गर्नुहोस्। कति बोल्छस् एकछिन, तेरो थुतुरो चुप्लाई त। फोना बोलिरहेछ गाँठे, एकछिन पर्खे। होइन होइन, यता यहाँ आजै आउनु पर्ने भयो। मेरो यहाँ काम घरतिर अलिकति काम छ, यसो 2-4 दिनपछि झरे हुन्न? आजै झर्न पर्ने भयो भनेपछि आज झऱ्यो भने त्यो मान्छेलाई भेटिन्छ, व्यवहार मिल्छ नि। ल त्यसो भए म झरिहाल्छु। ल
डबल ट्याप ट्याप लाइभ शेयर गर्नुस् डबल ट्याप ट्याप नखाइ भात चिनी गरेर ट्याप ट्याप गर्नुस् डबल ट्याप ट्याप सबैजनाले स्क्रिनमा मेरो कुरो त सुन जरुरी काम परेर सहर जान पर्ने भयो पख्नु है गाइज हो एकैछिन पख्नु है ल भन के हो अब ठाम सेकेन्डको सेकेन्डै म सहर जान पर्ने भयो अब के अरे तिमीलाई चटक्क छोडेर जान मन त थिएन तिम्रो अङ्गालोमा बेरिनी मया गर्ने रहर हुँदा हुँदै पनि बाध्यताले सहर छिर्न पर्ने भयो ए हो जान त जाऊ त्यसो भए ढिलो हुन्छ फेरि बस पनि छुट्ला तर हौस छ तर बोयकट परेको छ बुढो सहर जान लाग्छ राम्रो मुखले ल बुढो राम्रोसँग जाऊ सकेसम्म 1-2 दिनमा छिट्टो फर्केर आऊ भन्नु छैन ल जाऊ न त जाऊ अरे त्यसै जान्छु म हेरे बिजुली यी गामका मान्छे फेरि कतिलाई छैनन् अब कोही घर छैन सहर गइछ अरे भनेर चियो चर्चा आउने बेला तिमी झल ल बोलेर बसेपछि त गामका मान्छे कोही लाइन जोड्न आउलान् कोही स्विच अन गरेर बत्ती बाल्न आउलान् कोही चाँद गर्न आउलान् अलि विचार पुर्याऊ आफ्नो ख्याल गर फेरि हेर थाहा छ मलाई म बच्चा त होइन सम्झाइराख्न पर्नेलाई बरु तिमी कहाँ जान लाग्यो छिटो जाऊ अब सम्झाएर तँलाई सम्झिने खालको होइन हाम्रो गाममा त पोथी बाँच्यो भने च्वाट्टै काटेर धुरी कटाइदिन्छन् अब म त सहर बसिया छु हेर बिजुला कुलमान घिसिङको जस्तो होइन जति बेला प्याट्टा बालिने बोल्ने गरेर बस्ने होइन त्यो ओलीको सालले जस्तो लोड सेडिङ गरेर बस्नुपर्छ जसले बाले पनि नबोल्ने गरेर बस्नुपर्छ ल म गएँ ल जाने मान्छे खुरुक्क नगर कति मलाई डिस्टर्ब मात्रै गरेको होला है ल गाइज डबल ट्याप ट्याप बिहान जुरुक्क उठ्यो तुरुक्क मुत्यो पिँढिया बसेर लगाइ ट्याप 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 फुल ल्याएन गिफ्ट ल्याएन चस्मा ल्याएन भन्ने आज यसलाई मैले जुठेल्नको जाल ल्याएँ यस्तै बियर अरे नि कुन दिन मैले यसलाई ढुङ्गाले हान्छु क्या जहाँ जान पर्यो जान्छु म अब बल्ल त्यो मनेले कताबाट केटी मिलाएर हिजो बिहे गरेको छ फेरि अझै आफूलाई इमर्जेन्सी चाहिँ नि बजार नपुगी नहुने काम पर्यो सुहानीसँग राम्रोसँग अनुहार हेरेर पनि अब मसिना नि पनि पाएन अब नगई नहुने भयो अब त्यो बिचरा नयाँ बालखीले त्यो गाममा कसलाई चिनिएर भोलि केही समस्या पर्ला केही आइपर्ला अब त्यही माथि फेरि गामको त्यो बिरे बोको छ फेरि हामी देख्नुहुन्न त्यसै बाघले झम्टिन्छ यत्तिकै चाहिँ नि सुन्ने पारेर फर्किन त भन त्यो मनेर ल है मने म सहर जाने काम छ 2-4 दिन आउँदिन होला त्यो भाउजूको राम्रो ख्याल गर है भन्न परेन त्यो बजिया कहाँ हो त्यसै घरतिर जानु पर्यो त्यसै भेटिन्छ कि त्यही पनि नाम लियो शैतान हाजिर भनेको हो र चला के भयो तेरै नाम लिएर तेरै घरतिर जान्छु भनेर हाँकिएर हिँडेको हेर नि बोले बोतलको बहले चाहिँ झ्याप्पै ब्रेक लाग्छ यही बाटा लाउनु पर्यो अब बिहा गरेर बोल्ला हिजो घर ल्याछौ आजै मलाई नबिच्नु के काम पर्यो फेरि झोला सोला नि बोक्या छौ फेरि के भयो अब भन्न नहुने व्यथा साह्रो सुत्केरी व्यथा तँलाई के थाहा भने जस्तो छ यहाँ अब मुन्छेलाई चाहिँ नि इमर्जेन्सी आधा चाहिँ सहर नपुगी नहुने भयो सहर जानु पर्ने भयो ए भगवान् होइन 2-4 दिन त घर सँगै बस नि त तिमी कस्ता मुन्छे हो यसो चाहिँ भर्खर बिहा गरेर ल्याएको नयाँ बेहुली भोलि चाहिँ तलमाथि केही होला नयाँ ठाउँमा आएको मुन्छे कस्ता मुन्छे हो तिमी यसो म यहाँ नि अर्न पर्यो मलाई मना नभएर मैले नचाहेर चाहिँ म भाउजूसँग बस्न नखोजेको हो मेरो इमर्जेन्सी काम परेर उहाँ सहरबाट फोन गरेर ल आउन पर्यो त आजको भरेसँग जसै चाहिँ यहाँ हाजिर हुनु पर्यो भनेर इमर्जेन्सी फोन त्यो पहिलाको कारोबार मिलाउनु होला क्या उस्तै पर्यो होला कि सायद होला त्यही भएर हेर मने अब म त सहर जान्छु 2-4 दिन बस्छु होला अब गाममा बिचरा त्यो भर्खरै ल्याएको त्यो बालही त्यो भाउजूले कसैलाई चिन्दिन तँलाई बाइक अरू कसैलाई चिन्ने कुरो भन अब फेरि अब त्यत्तिकै छोडेर जाऊँ भने बिचरा समस्या पर्ला के होला गाउँमा नयाँ नौलो पौली मुन्छे
त्यो माथि त्यो गाजले बुढीको त्यो छोरो छ नि अँ त्यो बिरे अँ एक नम्बरको बोको देख्ने हुँदो रहेछ। अस्ति ल यहाँ बिहा अरे छ अरे ल घुरेर सुहानी हेर भनेको यसो अर्थ घरमै आयो घरमै त्यति नकटु रहेछ क्या। मलाई त मन आदि भएर ल मने अब सिरो भरो सबै तेरै विश्वास तेरै भरमा चाहिँ म भाउजूलाई छोडेर जाँदैछु। तल माथि केही भयो समस्या पऱ्यो तालबिताल केही पऱ्यो नि तेरो जिम्मा ल हेर म चाहिँ सहर जाने हो। भन्न त भन्यौ सबै कुराको त जिम्मा ल्याउनु त सक्दिन है मनले पनि। मेरो नि त काम हुन्छ गरे यसो हिँड्ने बेला त रेखदेख गर्ने काम त मेरो भयो हेर गरे त। तर घरमा गएर त सबै कुरा त कहाँ हेर्न सक्छु म भ्याउँदिनँ। कस्तो कुरा गरेको हेर न त्यहाँ बोलेको हेर मने मैले तल भाउजू नै जिम्मेवारी लिए चाहिँ भनेको होइन। अब म तल सहरबाट नफर्किने छ यसो साह्रो गाह्रो के पर्छ रेखदेख गर यसो चाहिँ भाउजूलाई सहयोग गर मात्रै भनेको क्या। ल ल ल फेरि सहरतिर गएर चाहिँ नबुल फेरि चाहिँ यहाँ गाउँका मान्छे कस्तो छन् सबै थाहा छ। फेरि बिरेल चाहिँ त्यहाँ आँखा तिमीले उ गर्न हुन्न फेरि झपटिहाल्छ फेरि। ल अब जानलाई त राम्रोसँग गराऊ अरू कुरो मलाई थाहा छैन फेरि यार कुरो बुझ्यौ नि। हेर मने अब 2-4 दिनको कुरो अब ती बिचरा त्यो नयाँ बाल्खीले गाममा कसैलाई चिन्दिन। अब चिनेको पनि तँलाई हो अब बिहा हराइदिएको पनि तैँले हो। अब तँलाई छोडेर गएपछि म पनि ढुक्क ल 2-4 दिनलाई चाहिँ भाउजूको चाहिँ राम्रो हेरविचार गर ल। ल ल ल अब 2-4 दिन त हरिहाल्छ फेरि तिम्रो बानी अलि अर्कै छ फेरि। अर्तिर गएर त राम्रा देखेर चाहिँ उतै लाउने होइन फेरि। यस्तो राम्रो चाहिँ फुल जस्ती भाउजू बिहाएर चाहिँ उहाँ गर्दा उ गर्ने फेरि गर खुल गर राम्रोसँग छिटो गरेर आऊ फेरि कुरो बुझ्यौ। यस्तो राम्रो हेर्ने भए मैले यस्तो गोबर थाप रास्तो ल्याउँथेँ अर्को ल्याउँथिनँ होइन होइन तिम्रो मन फेरि अलिक बेला बेलामा चाहिँ उछट्टिहाल्छ गएर अर्को फेरि टपक्क टिपेर घरै ल्याउला फेरि त्यहाँ उ नगर फेरि म ल्याउँदिनँ ल ल मने यति बसी म ढुक्क भयो ल म गएँ फेरि अलिक गाडी छुट्छ फेरि ल ल ल गाडी पाउँदैन घामतिर ल ल राम्रोसँग गएर आऊ फेरि है ल ल ल ल है ल बिरे दाइ होइन के भयो तिमीलाई किन यस्तो निराशपन भएर बसे यस्तो यो डाँडोमा आएर के भयो यो भयो खापाइस के भयो होइन है बिरे दाइ यसो कुरा गरी यसो सरसल्लाह गरी त मान्छेलाई चाहिँ बुझेर त हान्न पर्छ यतिकै झम्मै क्यार्न हात हालेको मान्छेलाई यहाँ दिमाग खराब भइरहेको छ टेन्सन भएको बेला के भयो भन्दै आउँछ। सोध्न परेन गामको मान्छेलाई कस्तो मान्छे हो तिमी यहाँ यसरी हानेर हेर त ओ होइन एउटा दाँतै हल्लियो क्या मेरो त। किन सोध्नु पर्यो तैँले धेरै बढी नबोल है अघि हाने मात्र अहिले त तँलाई यहाँ लात हानेर यहाँबाट गुल्टाइदिउँला फेरि। बर्बाद पारेन ए भगवान्। होइन पहिला त सोध्न त पर्छ नि कस्तो मान्छे हो तिमी यहाँ पर्नुभन्दा गयो पिटाइ खाइन्छ फेरि गयो ल गएँ म त तिम्रो रिस त कहीँ नभएको रिस ढोका चाहिँ खुल्लै छ। आमै ए आमै ए गाजले आमै ए धैँसी बाबु पो आउनु भयो रहेछ। ए ल एकैछिन है म बस्ने कुरा लिएर आउँछु। ल ल ल धैँसी बाबु काम बन्यो कि बनेन त? आमा पनि म जस्तोले गरेको काम नबन्ने कुरा हुन्छ। बिहा गरेर नि लिएर गयो। अब तिम्रो छोरो त्यो बन्डाडे छ नि सुध्रियो त्यो अब ढुक्क हुनुस्। बल्ल आनन्द भयो। तिमीलाई धेरै धेरै धन्यवाद है। ल कहाँ धन्यवाद भनेर हुन्छ आमै अस्ति नै यसो दिन्छु भनेर भनेको परे नि दिन अब। ए धैँसी बाबु त्यसको लागि किन पिर गरेको म छँदैछु नि। छँदैछ नि भनेर भन के अरे आमै पहिला देखाउन पर्यो अनि बल्ल विश्वास हुन्छ। काम गराएपछि पैसा नदिने कुरा हुन्छ। लौ यति राख अहिले। आमा अलि नपुग्ला जस्तो छ यसो थपिदिनुस् न। ल ल अहिले यतिले काम चलाऊ पछि पछि हेर्दै गरौँला नि छँदैछु नि म। ल गाजली आमा माथितिर मेरो यसो काम छ अहिले लाग्छु पछाडि पछाडि भेट्दै गरौँला। ए ल ल हुन्छ त नि धैँसी बाबु म नि भित्रतिर गएँ।
खानको ठेगान छ न घर आउनको ठेगान छ घरको एउटा सिङको भात नि होइन लखर 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 गाउँ डुलेर कहाँ हिँडेको के काम गर्नु पर्यो अब घरमा 3 वर्ष नबसिकन दिदी कहाँ गएर बस्नुभयो अहिले मैले खाम कि नखाम तपाईँलाई किन चाहियो हेर आमासँग हेर्न बोलेको पुलङ्गा थुतुन सुतुन कुच्चाइदिन्छ अनि ल धेरै 12-27 को कुरा नगर्नु यो अघि आएको मान्छे को हो भन्नु त के काम थियो त्यसो के को पैसा दिएको त्यसलाई गर्न दिउँ मैले त्यो पैसा तँलाई के को चासो भयो यसो घर बस्ने भए पो अहिले बस्ने होइन घर यो पैसा किन दिएको के गर्न दिएको भन्ने कुरा त मैले बुझ्दैछु ल बुझ्न सुन्न पर्दैन हिँड भित्र खाना खान जा तिमी नै खिच्छ बुढी माउ गएमा जा मुन्टी भरे त आउलास् नि सबैजनाले डबल ट्याप ट्याप गरिदिनुहोस् बिजुलाको नाक भात चिनी गरेर ल फुल हान्नुहोस् फुल चस्मा नि हाल्नु न कोहीले त यो बिजुलालाई जिताइदिनुहोस् है सबैजनाले डबल ट्याप ट्याप गरिदिनुहोस् सबैजनाले डबल ट्याप ट्याप गरिदिनुहोस् बिजुलाको नाक भात चिनी गरेर डबल ट्याप ट्याप गरिदिनुहोस् ए बिजुला होइन अझै पनि टिकटक लाइभमा बसेर यस्तो गर्ने हो अब त बिहा गरेपछि घरबार सम्हालेर बस्नुपर्छ तैँले त मलाई गाल पार्छस् क्या तेरिका धैँसी दाइ पनि के बोल्नु भा आजभोलिको जमानामा पनि कसले दुःख गर्छ र यी हेर्नु त लाइभबाट खन खन पैसा कति आउँछ के काम गर्नु तपाईँलाई थाहै नरहेछ उस्तै परे म बुढालाई पालिदिन्छु ताल परे घर घडे नि जोड्ने प्लान छ मेरो यही लाइफ बसेर सकिएन बा बिजुला तँसँग तेरो बुढाले तँलाई केही भन्दैन के भन्ने हो र दसैँ दाइ घरमा बत्ती बाल्नै पर्दैन भन्छन् मलाई देखेर त्यसै लट्ठै पर्छन् होइन बिजुला तेरो बुढो खोइ त नि घरमा त मैले देख्दिन कहाँ जानु र दसैँ दाइ बजार जानु भएको छ बुढा सामान लिनलाई मलाई पनि के सामान ल्याइदिन्छु भन्नु भएको छ सकिएन बा यसले गरी खाली जस्तो मलाई लाग्दैन ए दसैँ दाइ तपाईँ बस्ने भए चुप्प लाएर हेरेर बस्नु होइन भने तपाईँ आफ्नो बाटो जानु हेर्नु त तपाईँले गर्दाखेरि मेरो यहाँ यति धेरै गिफ्टहरू फुत्किसक्यो ल डबल ट्याप ट्याप गर्नुहोस् है साथी हो डबल ट्याप ट्याप लाइभ यसरी टिकटक लाइभ बस्दा बस्दै गिफ्ट मात्र होइन कुन दिन तेरो दिमाग नै फुस्किन्छ अनि चाल पाउलिस खाली भनेर बिहा गरिदिएको त ए दसैँ दाइ अघि नै भनेको होइन मैले कति बोल्नु भएको फेरि डबल ट्याप ट्याप लाइभ सेयर गर्नु साथीहरू सबैले ल साथीहरू सबैजनाले डबल ट्याप ट्याप गर्नुहोस् है ल सबजनाले जिताइदिनुहोस् है मलाई राम्ररी हुनै पर्यो ल है गाइस सबैजनाले डबल ट्याप ट्याप गरिदिनुहोस् है ल सबैजनाले डबल ट्याप ट्याप गरिदिनुहोस् एले एलाई बीले बीलाई ल सबैजनाले सपोर्ट गर्नुहोस् ल है गाइस तपाईँको बिहा भएको हो र पहिला त सिन्दुर हालेको देखिए थिएन अहिले त सिन्दुर लाउनु पो रहेछ रातो पुरा चुरा सबै लाउनु पर्छ नि हो नि अहिले त मैले बिहा गरेँ नि हेर्नुहोस् त सिन्दुर लाउँदा राम्ररी भएको छैन र ओहो नि कस्तो बत्ती बोले जस्तै देखिएछ हो नि ल मेरो फलो बढाइदिनुहोस् है हुन्छ मेरो बुढाले त केही भन्नुहुन्न यत्रो जना साथीहरूलाई कहाँ बिर्सिन सक्छु र म बिहा भयो भन्दैमा सबैजनाले डबल ट्याप ट्याप गरिदिनुहोस् है गिफ्ट खानु न गिफ्ट कोही पनि आउने जाने नगर्नु न है ल सबैजनाले गिफ्ट खानु है गिफ्ट डबल ट्याप ट्याप ए बुवा चुप लाउनु न हजुर यहाँ कस्तो गेम बिग्रेला जस्तो भइसक्यो चुप लाउनु न बुवा ल है त गाइस सबैजनाले डबल ट्याप ट्याप गरिदिनु जित्यो 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 ल है गाइस जिताउनुहोस् है गिफ्ट हान्नुहोस् डबल ट्याप ट्याप गर्नु सबैजनाले ला बिहिबारै घट्यो नि कोही पनि आउँदै जाँदै नगर्नुहोस् न ल
गिफ्ट हान्नु न गिफ्ट हान्दिनु ए बुवा कति बोल्नु भएको हेर्नु मन छ नि आएर बस्नु कति डिस्टर्ब गर्नु भएको गुरानी सुरानी छैन ए पर्बो सकिनी भएन बा फुल हान्नु न फुल चस्मा नि लाउनु मन लाग्छ चस्मा नि हान्नु न चस्मा चस्मा सबैजनाले है ल गिफ्ट दिनु न गिफ्ट दिनु कति मजा आयो नि सबैजनाले डबल ट्याप ट्याप पनि गरिदिनुस् है यो बुढेसकालमा नि के टिकटको लाग बस्ने सबैले क्यार्न बसेकियो भन्छन् अब म त बस्दिनँ अहिले यो बुढा कता गएर आउनु भएको ओहो ओइ बुढी भनी साध्यै छैन के भयो के देखियो के जुग जमाना आएको होइन के देख्नुभयो र त्यस्तो केही देखिसक्नु भएन भन्नुहुन्छ के देख्नुभयो पुरानीकी बुढी कस्ती छ भनेर गएको बोल्दा पनि बोल्दिन मोबाइलमा ढ्याप ढ्याप गरेर त बोलिरहेको छ हामीसित त बोल्दै बोल्दिन ए बुढा के को ढ्याप ढ्याप भनिदियो ट्याप ट्याप भने के ओली किन लाभमा बसेर भन्दै थी टोपी चस्मा भन्दै थी के भनेको के को फलफुल भनिदियो नि रोज भने के ओली नि रोज ए होला लाभमा बसेर गिफ्ट मागेर पैसा कमाउँछन् के बुढा हामीलाई बुढाबुढी भइयो थाहा छैन अहिलेका केटाकेटीले त्यस्तै गर्छन् घरमा गएको त मसित त बोल्दै बोलिन ए हो र बुढा कति बोलेको हो चुप लाएर घर जानुहोस् डिस्टर्ब भयो पो भन्छे मलाई त अझ त्यसो पो भनी त्यसले पुरानीको त घरबार बल्ला जस्तो लाएन मलाई त त्यो त चम्कौली जस्ती रहेछ ए त्यसो भए त घुरानेका त 4-5 वटी सहनीमा पनि कुनै गतिला परेनन् कस्तो रहेछ त्यसको भाग्य पनि मराको त्यो घुराने सुरानेका कुरा छोड्दै मलाई तिर्खेला आछ जा पानी लिएर आइज डबल ट्याप ट्याप गर्नुस् ल गाममा एक त गाडी नपाइने बल्ल 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 एउटा मोटर आएको खुट्टो राख्ने ठाउँ छैन धन्न बामाले साना मजाले खुट्टो चेक दियो र त उभिएर भए पनि सहर साथै आइयो ल अब सहरमा आइपुगे बुढी म आरामसित भनेर बुढीलाई त फोन हान्नु पर्यो भर्खर नयाँ बिहा गरेको फोन हान्नु पर्यो लाइभ सेयर गर्नुस् है कोही पनि आउँदै जाँदै नगर्नु होला यो बुढाले नि कति फोन हान्ने यही बेलामा अर्को लाइभ बसिराखेको बेलामा डिस्टर्ब मात्र गर्ने ल गाइस सबैजनाले डबल ट्याप ट्याप गरिदिनु ले ओ फोनै काटे ल गाइस सबैजनाले है फुल हान्नुस् कति हान्दो रहेछन् फोन पनि अर्कोलाई बस्या भन्ने थाहा हुँदा ल गाइस सबैजनाले डबल ट्याप ट्याप गरिदिनुस् ल होइन यो बुढीले किन फोन काटियो थियो बल्ल बल्ल सहर आइपुगे भनेर खबर गर्छु भनेको च्वाट्ट फोन काट्थे कि यो बिजुलीले उता स्विच अन गरेर मेरो अफ त गरिन ओहो होइन यसरी आवेशमा आएर सुई हिँड्न चाहिँ भन हिँड्ने बेलामा मने भाइलाई ल है मने भाइ भाउजूको राम्रो ख्याल गर भनेको थिएँ के हो मेरो त चित्त बुझ्नै गाह्रो भयो एकचोटि मनेलाई पनि फोन हाल्न पर्यो ल फोन उठाइयो है मने फोन उठाइ मन यहाँ पुरै पाकिसक्यो यसले फोन उठाउन गएको थिएँ हेलो ओइ मने त्यो फोन किन लिएको तैँले यहाँ फोन नउठाउने भयो ल खुर्क त्यहाँ घर जा भाउजूले फोन उठायो भने मरिजाम ल 50 चोटि फोन हाने फोनै उठाउन त ल गइहाल ल त्यहाँ गएर मलाई खबर छिटो ल
यस्तो यी बजार आएदेखि मन भएछ ज्यान यहाँ छ यस्तो पाराले नि हुन्छ भन्नु मेरो नाकै भाँच्चिनी गरेर ट्याप ट्याप हान्दिनुहोस् ट्याप ट्याप हान्नुहोस् है ट्याप ट्याप ल सबैजना डबल ट्याप ट्याप हान्नुहोस् त टोपी लाउनु मन लाग्यो टोपी लाउनु सबैजनाले फुल हान्नु न फुल आयो 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 भगवान होइन यो भाउजूको चाल चलन के हो म त वाक्कै परिसक्यो बा वा दाइले चाहिँ फोन उठाएन भाउजूले ओइ मने जा त उहाँ घरमा भाउजूले फोनै उठाएन न टगुर दिएको सबैजना लाइभ सेयर गर्नुहोस् त लाइभ सेयर गर्नुहोस् यताबाट हेर्चुरन छैन उताबाट हेर्चुरन छैन ए भगवान होइन खास कुरो के र त यो लाइभ हो कि यो के भन्दा र त बोलाउँदा नि सुन्दैन ल चस्मा आयो चस्मा ल चस्मा आयो टोपी 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 होइन भाउजू ए बाबु कति बोल्या अर्काले यहाँ गिफ्टै फुस्किन लागिसक्यो हेर्ने भयो खुरुक्क चुप लाएर हेर्नु नत्र जानु त आफ्नो बाटो जोनी आउँछन् डिस्टर्ब मात्रै गर्छन् आफू लाइभ बस्ने बेलामा ल गाइस डबल ट्याप 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 ए भाउजू तपाईँको यता यो गिफ्ट के त फुस्क्यो उहाँ तपाईँले चाहिँ फोन नउठाएर उहाँ दाइको परान फुस्क्यो लगाएको कमसेकम फोन त उठाउनु न मलाई कति दुःख दिनुहुन्छ हजुरहरूले यसरी त भन क्या बाबु कति बोले कति चुप्प लाएर खुरुक्कै आएर बरु हेरेर बस्नु त दाइको फोन त के दाइको बाउको फोन आयो नि उठाउँदिन यतिखेर माखै खराब गर्ने ल गाइस चाहिँ डबल ट्याप ट्याप ल सबैजनाले दाइले चाहिँ फोन गरेर ल बाबु जा त त्यहाँ भाउजूले फोन उठाएन भनेर दौडिँदै आएको भाउजूको ताल के छ हेर लाइभ शेयर गर्नुस् है लाइभ शेयर खत्तमै होला चाहिँ घरबार जाँदै नगर्नु होला खास छैन घुरान दाइलाई गए म त फुल हाल्नु न फुल 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 कोही पनि आउँदै जाँदै नगर्नु होला चस्मा हान्नु न चस्मा चस्मा ए धैसे बाबु पख त पख एकछिन पख त ओ गाजनी आमा फेरि के भयो घाँस काट्दै हिँड्नु भएको ए तिमीलाई भेट्न जान्छु भने थिएँ तिमी यही बाटोमा देखियो होइन के काम पर्यो र त्यस्तो गाजली आमा भन्नुस् न त अहिले मलाई हेर न धैसे बाबु त्यो मेरो छोरो छ है कुलङ्गार त्यसले थाहा पाए जस्तो छ के थाहा पाएर तिम्रो छोराले हामीले के गरेछौँ र अस्ति के त नि घरमा यसो पैसा दिएको थिएँ है त्यही पैसा दिएको थाहा पाए जस्तो छ त्यही भएर बसी खान गरे होइन त्यो कुलङ्गारले मलाई ए गाजली आमा जानी गइसके लानीले लैसक्यो हाम्रो कारोबार सबै मिलिसक्यो अब के को पिर मान्ने ए धैसे बाबु तिमीलाई थाहा छैन मेरो छोरा कस्तो छ भन्ने यो सबै कारोबार तिमीले गरेको भनेर थाहा पायो भने फेरि त्यसले के गर्छ कि भन्ने पिर लागेको हो क्या मलाई त चिन्ता नगर्नुहोस् गाजली आमा यस्तो कारोबार त मैले कति गरेँ ल ल अलि त्यो कुलङ्गारसँग जोगिएर हिँड्नु ल म गएँ अहिले ल पनि सुन त के भयो भन त त्यो तेरो भागको ला 2000 जम्मा 4000 परेको थियो 2000 मैले राखेँ 2000 तँलाई अब त्यो घुरानलाई चाहिँ त्यत्रो ललाइ फकाइ गरेर ल्याउने मैले अब भन भन उहाँ चाहिँ ज्योतिष पाकामा गएर हेराउने मैले अब यसरी चाहिँ यो हुन्न बरु त्यो 4000 मलाई नै देऊ अरू बाँकी आउनु पर्ने रकम त तिमी राख दसैँ दाइ यसरी त हुन्न है हेर फेरि कारोबार बिग्रेला फेरि कहाँ हुन्छ यसरी त्यत्रो चाहिँ दुःख गर्ने मैले तिमीले त के आएछ र जब त्यति गरेर छ्यास मिलाएको मात्रै त हो नि हुन्न कहाँ हुन्छ त्यसरी दसैँ दाइ यो कुरो मिल्दैन है फेरि हेर मरि जाम मुहाने तैँले पैसा खाए जस्तो सोच्छस् अनि मैले पाएकै त्यही 4000 हो त अनि 2000 मैले राखेँ 2000 तँलाई दिएँ अब तिमीले यत्रो नराख न अब तिमीलाई आउने छ होला 2-4 पैसा दिन्छन् होला अलिकति धेरै त मैले खानु पर्छ कहाँ हुन्छ यसरी यसो नगर है अनि त्यो केटीको घर गएर केटीसँग कुरा गर्ने को म होइन जति त्यो कुरा गरेँ हेर धसे दाइ पैसा चाहिँ अलिकति धेरै मैले पाउनुपर्छ अब एका बिहान यी बिरेले 2 झापट हानिहाल्यो त्यही माथि कारोबार पनि नमिला जस्तो भयो त मुन्छेको मुड खराब हुन्न होइन हौ मने त्यो बिरेले तँलाई 2 झापट किन हान्यो यसो बाटा बस्दो रहेछ ओहो बिरे त के छ भन्न गयो यसो आडा के बसा थिएँ 1 झापट दिइहाल्यो त्यहीँ म त यो कारोबार के हो म त बेहोरी गाह्रो भयो ल अब चाहिँ हुन जस्तो छ ल पैसा चाहिँ ल्याऊ म जान्छु होइन मनेले पनि 2 झापट हान्यो भनेर भन्छ गाजली आमाले पनि बिहान छोरोले थाहा पायो भनेर भन्दै थिइन् कतै मलाई त केही गर्दैन किन टोलाको होइन केही पनि होइन त्यस्तो
यो पैसा राख अहिले बिरीले थाहा पायो भने मार्छ